के भन्यो तिमीले भनेर बरु राडे ठिक छ भनेर ए बरु राडै भनेको रहेछ म त गोरु है सुनेको त्यस्तै थियो है जो गरेर गाना ए ल ल गोरु राडे भने गरेर बस्नेमा गोरु राडा भनेछ त्यो हजुर गोरु राडा ए त्यस्तो ओहो को आयो मरेछ क्या हो जान मर्न बाँकी छ हाम्रो हजुरबाले त्यसरी बोल्थ्यो क्या मैले त बोल्दिनँ मर्न बाँकी छ कि जाँट कुखुरा यसरी सुतेर बस्थ्यो नि त्यतिखेर मरेको जाँटा मर्न बाँकी छ कि जाँट हो के चाहिँ हजुरको खबर मर्ने लाथी तिमीले जिउँदो बनाइदियो भगवान् सम्झिनुहोस् ए त नि बिर्सिएर एकचोटि सम्झिन्छ है कुनै पनि मर्न लाग्ने बेलामा बचाउन कोसिस चाहिँ मैले गरिदिए आउँछु ल ल सधैँभरि भगवान् पर्दैन नमस्कार गर्नु पर्दैन भगवान् सम्झ भोलिदेखि त्यो म एउटा फोटो पठाइदिन्छु दाँत नभएको अगाडि पोस्टर राखेर दर्शन गर्दा हुन्छ तिनकै तिमी त खतरा काम गर्न थालेछ नि आजकल त है कस्तो काम तिमीले कपडा कम्पनी कहाँ खोल्या कपुरधारामा काठमाडौँमा 50,000 को कपडा तिमीलाई मैले किनिदिने भए म आउने बेला मेरै पसलमा तर उधार दिनुपर्छ ल मरे दिनु आउनु तिम्रो कपडा कम्पनीमा आउँछु ल ल आउ न के तर उधार पाउँदैन अहिले भनिसके आछु जाडो काठमाडौँमा त साह्रो जाडो छ पोइ छैन आउन होइन अलि पछि नै आउँछु ए कहिले पछि आउँदा उधार चाहिँ दिनुपर्छ नाइ जाडो सकेपछि नआउ ल उधार दिनु जाडो सकेपछि नआउ पर्दै पहिलो भने जाडोमै आऊ स्क्यान पठाइदेऊ न हालिदिउँला नि हौ कमाइ तिमी चाहिन्छ किन स्क्यान चाहियो यस्ता साथी त के साथी बनाउने बरु राणै ठिक छ साथीभाइ कामै कटिया साथी बनाएर बरु राणै ठिक बरु राणै ठिक छ भनेको गोरुको के रे मैले अर्कै के सुनिरहेको छु त के भन्यो तिमीले भनेर बरु राणै ठिक छ भनेर ए बरु राणै भनेको रहेछ म त गोरु है सुनेको त्यस्तै थियो है जो गरेर गाना ए ल ल गोरु राणा भने गरेर बस्नेमा गोरु राणा भनेछ त्यो हजुर गोरु राणा भनेछ त्यो त्यो गोरु राणा भनेको सुनेको अनि के हजुर गदा गधा पो भन्छ राणाले मलाई अझै पनि हेर नि फेरि चारपति गुन्द्रुक खाएको छ त तिमी आफैले खोलेको हो कि ओइ रन्डो तिम्रो त्यो के धारा रे त्यो सप तिम्रो सप पानी धारा के सम्झेर हाँसिरहेको छ तिमीले चाहिँ फेरि ओइ रन्डो भनेको म रन्डो
हेलो हजुर कतिवटा सक्का गाजा 1-2 बोतल जति चामलको तर मैले चाहिँ एक्लैले खाएँ नै फेरि 2 बोतल दिदी बेना मलाई थाहा हुन्छ कि म आँखा त अलग गरेर बुझिहाल्छु नि त अनि म के झुट बोल्दै बस्ने केटी हो र छ्याङ दिदी भेना म अनि अरू पाहुनाहरू पनि थियो अनि खाएको छ्याङ खाएको 1-2 गिलास खाएको 1-2 बोतलै खा जस्तो भइसक्यो जाडोले यो बेला त खत्रै हुन्छ नि फेरि छ्याङ हो कि त्यो के को हो त्यो बिगार होइन छोरी मान्छे त खाएपछि तल 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 कति हाँस्नु छ एकछिन त लास्ट म त त्यस्तो म खाँदैन यता हेर न मेरो हेबिट चाहिँ कस्तो छ भने नि प्रदीप म त्यो अरू केटी जस्तो एकदम आफूलाई सत्य सावित्री म खाँदिनँ खाँदैन मलाई थाहा छ पहिल्यैदेखि तिमी पहिला दुबईमा बसेर गएको मान्छे हो क्या मलाई थाहा छ खाँदैन त्यस्तो भन्दिनँ भनेको खान्छु तर खानेकुराहरू खान्छु भन्छु वाइन खान्छु बियर खान्छु छ्याङ खान्छु तुम्बा खान्छु अरू त्यो दरो टाइपको रक्सीहरू खान सक्दैन के माया 48 हान्नुपर्छ ल गनाउँछ टाढैदेखि त्यो त खाएको रहेछ नि त मलाई अरूले खाएको टाढीबाट सुँगेको खाएको छैन मैले त्यो सुँग्या स्मेल म 6 वर्ष भइसक्यो नेपाल नगएको 4488 अरूले प्रदीप म झुटो कुरा केही बोल्दैन होलाई हो यता सुन होलाई हो हैनलाई हैन भन्ने मान्छे म झुटो बोल्नै आउँदैन म त्यो अरू